क्यान्टिलिभर के हो त्यो बुझौं। क्यान्टिलिभर इज अ बीम fixed horizontally at one end and loaded at the other end. So, यो फिगरमा ओके we have a horizontal beam र यो horizontal beam को end A fix छ whereas end B is free है र यो free end मा हामीले weight or load attach गर्यो भने यो cantilever okay AB will bend and will take new position AB dash है म यहाँ लेख्छु so this is new position हैन यो हाम्रो के हो new position of cantilever due to weight W or load है or load attached at the free end र यहाँनिर हामी के सपोज गर्छौं भने द बेन्डिङ इज स्मल हैन यो क्यान्टिलिभर त बेन्ड भइरहेछ हैन इनिशियली क्यान्टिलिभर के थियो स्ट्रेट होरिजोन्टल थियो हैन सो विदाउट लोड है यहाँ के छ भने दिस इज विदाउट लोड छ भने यो हाम्रो के हो दिस इज विथ लोड ठीक छ सो यहाँ के भइरहेछ बेन्डिङ है हामी के सपोज गर्छौं भने द बेन्डिङ इज स्मल भनेर है बेन्डिङ इज स्मल र यदि बेन्डिङ स्मल छ भने देयरफोर B dash lies vertically below B. So we have this concept. यो हामीले बुझ्नु जरुरी छ ठीक छ सो म यहाँ लेख्छु a beam fixed horizontally horizontally at one end हैन जस्तै हाम्रो फिगरमा end A हाम्रो के छ फिक्स छ one end and loaded हैन हामी हेर्न सक्छौं फ्री एन्ड मा के गरेछ हामीले लोड अट्याच गरेछ या वेट W अट्याच गरेछ and loaded at the other end is called cantilever त्यसलाई हामी के भन्छौं क्यान्टिलिभर भन्छौं सो वी हैव दिस अब हामी यो फिगरमा हेर्यौ भने हैन हामी के फाइन्ड गर्छौं भने लोडेड मतलब लोड अट्याच गरिसके पछाडी क्यान्टिलिभर के भइरहेछ डिफ्लेक्ट भइरहेछ हैन भनेको डिप्रेसन देयर इज डिप्रेसन अफ द लोडेड एन्ड सो यो हाइटलाई या डिस्टेन्सलाई हामी के भन्छौं भने डिप्रेसन हैन यसलाई हामी भन्छौं डिप्रेसन और दिस इज कॉल्ड डिफ्लेक्सन यसलाई हामी के भन्छौं डिफ्लेक्सन पनि भन्छौं सो यो हामीले नोट गर्नुपर्छ भनेको मतलब फ्री एन्ड बी चाहिँ कहाँ गयो बी ड्याश मा गयो व्हेन वेट W और लोड इज अट्याच्ड ठीक छ सो यो हामीले बुझौं है र क्यान्टिलिभरको थ्योरी हामी अब डिस्कस गर्छौं ओके डिटेलमा र हाम्रो काम के हो भने एक्सप्रेसन फर डिप्रेसन एट द लोडेड एन्ड फाइन्ड गर्ने हो है सो म यहाँ लेख्छु यसको थ्योरी भनेर थ्योरीमा डिप्रेसन हैन एट
loaded end, okay, so loaded end ma without considering the weight of the cantilever भनेको हामी क्यान्टिलिभर को वेट लाई चाहिँ नेग्लेक्ट गर्छौं है सो दिस इज भेरी इम्पोर्टेन्ट पोइन्ट है यो एकदमै इम्पोर्टेन्ट पोइन्ट हो हामीले क्यान्टिलिभर को वेट लाई चाहिँ नेग्लेक्ट गर्छौं सो यो हो भने म यहाँ एउटा फिगर बनाउँछु ओके सो हामीसँग क्यान्टिलिभर छ ओके एबी र यो क्यान्टिलिभर को न्यूट्रल एक्सिस छ ओ ओ डैश है न्यूट्रल एक्सिस सो दिस इज न्यूट्रल एक्सिस ठीक छ नि र यो क्यान्टिलिभर को लेन्थ लाई एल सपोज गर्ने सो वी हैव दिस ठीक छ र म यहाँ लेख्छु ओके लेट एबी यो भनेको हाम्रो के हो दिस इज cantilever of length L र जब हामी यो क्यान्टिलिभर को फ्री एन्ड मा हो के सो यो हाम्रो के हो दिस इज फ्री एन्ड र यो हाम्रो के हो भने दिस इज फिक्स्ड एन्ड जब हामी फ्री एन्ड मा लोड या वेट अट्याच गर्छौं क्यान्टिलिभर के हुन्छ बेन्ड हुन्छ हैन सो म यसरी बनाउँछु यहाँ सो वी हैव दिस क्लियर छ र यहाँनेरि बेन्डिङ चाहिँ स्मल हुन्छ है यो चाहिँ म्याग्निफाइड डायग्राम हो र बेन्डिङ को कारणले गर्दाखेरि क्यान्टिलिभर विल टेक न्यू पोजिसन AB डैश र न्यूट्रल एक्सिस will have new position okay O double dash O double dash so we have this it is due to weight W attached at the free end so we have this ठीक छ र यो फिगरमा के छ यो डिस्टेन्स है यो डिस्टेन्स O डैश O डबल डैश हैन यो डिस्टेन्स O डैश O डबल डैश यसलाई हामी के भन्छौं दिस इज कॉल्ड डिप्रेसन है यसलाई हामी के भन्छौं डिप्रेसन भन्छौं यो डिस्टेन्सलाई हामी के भन्छौं दिस इज कॉल्ड डिप्रेसन और यसलाई हामी के भन्छौं भने दिस इज कॉल्ड डिफ्लेक्सन यो हाम्रो के हो भने डिफ्लेक्सन हो ठीक छ सो यो बुझ्नु जरुरी छ ठीक छ सो म यहाँ लेख्छु W हाम्रो के हो दिस इज वेट हैन यो वेट हो और हामी लोड पनि भन्न सक्छौं हैन अट्याच्ड okay at the free end okay free end by attached भएको free end of the cantilever so we have this र अघि पनि हामीले भनिसक्यौ हैन बेन्डिङ इज स्मल हामी स्मल बेन्डिङ कन्सिडर गर्छौं जसको कारणले गर्दाखेरि चाहिँ के हुन्छ B dash lies vertically below B. So यो कुरा हामीले बुझ्नु जरुरी छ है ठीक छ सो म यहाँ लेख्छु ड्यू टु वेट को कारणले गर्दाखेरि हैन द क्यान्टिलिभर ओके इज बेन्ट लिटल
स्मल बेन्डिङ छ सो हैन बी ड्याश ओके बी ड्याश चाहिँ के हुन्छ क्यान बी टेकन or lies भन्दा पनि हो can be taken practically okay vertically below B so we have this ठीक छ र यहाँ के भइरहेछ what we find in this case हैन यो फिगरमा हामीले हेर्यो भने हामी के फाइन्ड गर्छौं भने ड्यू टू बेन्डिङ को कारणले गर्दाखेरि हैन द न्यूट्रल मैले पहिला पनि भनेको छु द न्यूट्रल एक्सिस ओ डैश ओके द न्यूट्रल एक्सिस ओ डैश टेक्स न्यू पोजिसन यसले नयाँ पोजिसन लिन्छ हैन टेक्स न्यू पोजिसन के हुन्छ ओ डबल डैश so we have this ठीक छ यो छ हामीसँग है र मैले अघि पनि भने यो फिगरमा ओ डैश ओ डबल डैश भनेको हाम्रो के हो भने डिप्रेसन और डिफ्लेक्सन अफ द लोडेड एन्ड हो है सो वी हैव दिस सो म यहाँ लेख्छु डिप्रेसन or deflection okay of loaded end भनेको छ o dash o double dash so we have this ठीक छ म क्यान्टिलिभर फेरि रिड्र गर्छु ओके यो हाम्रो फिक्स्ड एन्ड हो ए ओके र यहाँ हामीसँग न्यूट्रल एक्सिस छ ओ डैश यो हाम्रो फ्री एन्ड हो ओके दिस इज व्हाट यो हाम्रो फ्री एन्ड हो र वेट डब्लु अट्याच गरे पछाडी क्यान्टिलिभर बेन्ड हुन्छ र बेन्डिङ इज स्मल है यो एउटा रफ फिगर हो है सो न्यूट्रल एक्सिस विल टेक न्यू पोजिसन हैन विथ डब्लु सो वी हैव दिस ठीक छ सो वी हैव दिस अब यहाँ हेर्ने ल सो यसलाई म भन्छु बी ड्याश ओके मतलब क्यान्टिलिभर विल टेक न्यू पोजिसन ए बी ड्याश ठीक छ नि अब के गर्ने भने यो क्यान्टिलिभरलाई म यसरी बनाउँछु है सजिलो हुन्छ हामीलाई सिम्पल वेमा बुझ्नको लागि यो चाहिँ without load this is without load र यो चाहिँ हाम्रो के हो भने with load हो this is with load हैन load add गरे पछाडी we have this or weight add गरे पछाडी यो भयो so we have this ठीक छ नि सो यो हो भने अब के गर्ने हैन यो फिगरमा ओके म के गर्छु भने एउटा प्लेन ड्रा गर्छु ओके परपेंडिकुलर टू द लेंथ ओके एउटा प्लेन ड्रा गर्छु परपेंडिकुलर टू द लेंथ हैन यो लेंथ सँग के छ भने परपेंडिकुलर छ जस्तै मैले यहाँ बनाए यसरी दिस इज परपेंडिकुलर टू द लेंथ सो दिस इज प्लेन ओके यो एउटा प्लेन हो र यो प्लेन कहाँबाट पास भइरहेछ भने म यो पोइन्टलाई पी भन्छु दिस इज पोइन्ट पी र यो प्लेन चाहिँ इट इज पासिङ थ्रु पोइन्ट पी एन्ड इज परपेंडिकुलर टू लेंथ अफ द क्यान्टिलिभर
ठीक छ सो यो हो भने यहाँ हेर ल अब यो हो भने बेन्डिङ भइसके पछाडी यो पोइन्ट पी लाई म यहाँ रिप्रेजेन्ट गर्छु ल आफ्टर बेन्डिङ पोइन्ट पी लाई म यहाँ रिप्रेजेन्ट गर्छु सो दिस इज के हो यो पोइन्ट भनेको दिस इज पी ड्यास है यो पोइन्टलाई भन्छु म पी ड्यास ठीक छ बेन्डिङ भइसके पछाडी र यो प्लेनलाई भन्छ दिस इज कल्ड प्लेन अफ बेन्डिङ यसलाई हामी भन्छौँ प्लेन अफ बेन्डिङ भन्छौँ ठीक छ र यो पोइन्ट पी कति डिस्टेन्समा छ फिक्स्ड इन्डबाट एक्स डिस्टेन्समा छ सो वी हेभ दिस हामीलाई थाहा छ द होल लेन्थ अफ क्यान्टिलिभरको होल लेन्थ कति छ या टोटल लेन्थ कति छ एल छ ओके टोटल लेन्थ यदि एल हो भने हैन लेन्थ पीबी कति हुन्छ दिस इज एल माइनस एक्स हुन्छ यो लेन्थ कति हुन्छ एल माइनस एक्स हुन्छ सो वी हेभ दिस सो वी हेभ अ सेक्सन है हामीसँग यहाँ के छ भने एउटा सेक्सन छ ठीक छ सो यो हाम्रो के हो भने सेक्सन हो दिस इज सेक्सन पीबी हैन जसको लेन्थ कति छ भने एल माइनस एक्स छ ठीक छ सो म यहाँ लेख्छु दिस इज सेक्सन एउटा हामी सेक्सन लिँदैछौँ ठीक छ सो आफ्टर बेन्डिङ के छ बेन्ड भइसके पछाडि सेक्सन पीबी के भइरहेछ पी ड्यास बी ड्यास पोजिसन यसले लिएको छ हैन सेक्सन पीबी कहाँ गयो पी ड्यास बी ड्यासमा पोजिसन छ सो वी हेभ दिस र यहाँनिर के छ भने यो पी एन्ड पी ड्यास आर क्लोज है यो चाहिँ क्लोजमा छ ठीक छ सो यो कुरा हामीले बुझ्नु जरुरी छ ठीक छ अब यो हो भने सो म यो फिगरमा हो कि यसरी बनाउँछु यहाँनिर पी छ र यो पी बाट के भइरहेछ यो पी बाट मैले शेयर गर्छु यहाँ पी छ र यो पी बाट के भइरहेछ प्लेन अफ बेन्डिङ पास भइरहेछ ठीक छ यसलाई यसरी हेरौँ र लोड एड गरे पछाडि यो त हल्का बेन्ड भएको छ हैन है आर्क छ नि यहाँनिर आर्क यो चाहिँ आइडियल केस हो है यो स्ट्रेट जुन हामीले क्यान्टिलिभर बनाएको छ आफ्टर बेन्डिङ दिस इज एन आइडियल केस एक्चुअलमा क्यान्टिलिभर बेन्ड हैन स्लाइटली के हुन्छ भने यो आर्कको फर्ममा के हुन्छ भने बेन्ड हुन्छ त्यसैले पी ड्यास यहाँनिर छ हैन दिस इज पी ड्यास ठीक छ र पी र पी ड्यास के छ एकदमै नजिकमा छ भने प्लेन अफ बेन्डिङ कहाँबाट पास हुन्छ हैन यसरी पास हुन्छ यो प्लेन अफ बेन्डिङ के हुन्छ भने यहाँबाट पास हुन्छ ठीक छ प्लेन अफ बेन्डिङ यहाँबाट पास हुन्छ सो यहाँ हाम्रो के छ भने प्लेन अफ बेन्डिङ छ सो वी हेभ दिस हैन यहाँ हाम्रो के छ भने प्लेन अफ बेन्डिङ छ है र यहाँनिर याद गर्ने पी एन्ड पी ड्यास आर क्लोज यो चाहिँ क्लोज छ ठीक छ सो यो अब यो हो भने हामी के फाइन्ड गर्छौं भने यो फिगरमा पनि हैन यो डिस्टेन्स है यो डिस्टेन्स x हैन र यसलाई म b भन्छु हैन हामीले b भनेको छ र यसलाई b ड्यास भन्छु हैन र यो डिस्टेन्स इज l माइनस x सो वी हेभ दिस किनभने यो पुरा डिस्टेन्स कति छ हाम्रो क्यान्टिलिभरको l छ सो वी हेभ दिस ठीक छ यहाँनिर यस्तो छ सो यो हामीले बुझ्नु जरुरी छ है सो वी हेभ दिस मलाई इरेज गर्दै यहाँनिर र यहाँ लेख्छु p एन्ड p ड्यास या भनौं p ड्यास एन्ड p आर क्लोज भनेर है यो कुरा हामीले नोट गर्ने सो दिस इज टु बी नोटेड ठीक छ नि सो म यहाँ लेख्छु consider okay consider a section
section PB of the beam, okay, by a plane passing through P at right angle, okay, right angle to its length. So we have this है र मैले अघि पनि भनेको छु यो फिगरमा चाहिँ हामीले स्ट्रेट क्यान्टिलिभर बनाएको छ आफ्टर बेन्डिङ. एक्चुअलमा के हुन्छ भने लोड एड गरिसके पछाडि चाहिँ क्यान्टिलिभर चाहिँ हैन यसरी बेन्ड हुन्छ, आर्कको फर्ममा हैन बेन्ड हुन्छ. ठीक छ. सो हामी यो फिगर पनि कन्सिडर गर्छौं, ओके, टु मेक द क्याल्कुलेसन मोर इजी है. सो यो कुरा हामीले नोट गर्ने. सो यो हो भने अब के गर्ने, यहाँनेरि चाहिँ यही फिगर अनुसार लेट द प्लेन है, लेट द प्लेन अफ बेन्डिङ, प्लेन अफ बेन्डिङ कति डिस्टेन्समा छ, बेन्डिङ बी एट डिस्टेन्स कति डिस्टेन्समा छ, डिस्टेन्स एक्स फ्रम द फिक्स्ड, okay, end. So we have this plane of bending is at distance x from the fixed end भनेको छ. अब हामी एकचोटी यो फिगरमा आउँ है. यो फिगरमा हामीलाई थाहा छ हैन, यो क्यान्टिलिभरमा फ्री एन्डमा वेट डब्लु और लोड अट्याच गरिएको छ, ओके, जसको कारणले गर्दाखेरि यहाँ के हुन्छ, एक्सटर्नल कपल के हुन्छ, फर्म हुन्छ. यो एक्सटर्नल कपल कम्स इन्टु प्ले. ठीक छ. एक्सटर्नल कपल आउँछ भने अब हेर्ने ल. सो एक्सटर्नल कपल, एउटा कपल त के हुन्छ, यो फ्री एन्ड बी ड्याशमा वी फाइन्ड कपल, ओके, in this way. र यो जुन पोइन्ट पी ड्याश हामीले कन्सिडर गरेका छ हैन, यो पी ड्याशमा के लाग्छ, यहाँनेरि यहाँनेरि रिएक्सन डब्लु, ओके, यहाँ के लाग्छ, रिएक्सन डब्लु लाग्छ. सो म यसलाई यसरी बनाउँछु, ओके, म यसलाई यसरी बनाउँछु. जस्तै यहाँनेरि यहाँ हेर्ने, जस्तै यहाँ छ बी ड्याशमा डब्लु, ओके, र यसले दिने कपल यस्तो हुन्छ, ओके, र पी ड्याश जुन हामीले कन्सिडर गरेका छ हैन, यहाँ पी ड्याश छ. ठीक छ. सो वी हेभ दिस, यस्तो छ हाम्रो यो हैन, यहाँ पी ड्याश छ, यहाँ फिक्स्ड एन्ड छ, ओके, र पी ड्याशमा रिएक्सन डब्लु यसरी लाग्छ, ओके. So your reaction W ले it gives couple. So we have two equal and opposite couple. ठीक छ. भनेको कपल यहाँ फर्म भइरहेछ. ठीक छ नि. सो कपल फर्म भइरहेछ भने अब हामी के लेख्छौं, यहाँनेरि हामी यहाँ लेख्छौं, ओके, मोमेन्ट अफ एक्सटर्नल कपल हैन on the section P dash B dash है. र के याद गर्ने भने यो P चाहिँ P dash को नजिकमा छ र B चाहिँ B dash को के छ भने नजिकमा छ. यो पनि याद गर्ने, म यहाँ लेखिदिन्छु. एन्ड के छ भने B and B dash आर के हुन्छ भने क्लोज. यो दुईटै कन्डिसन हामीले नोट गर्नुपर्छ है यहाँनेरि. ठीक छ. यो दुईटै कन्डिसन हामीले यहाँ नोट गर्नुपर्छ. सो वी हेभ दिस. ठीक छ. सो मैले यसरी लेख्छु, ओके. सो यो हो भने हामी यहाँ लेख्छौं, ओके, मोमेन्ट, म यहाँ लेख्छु मोमेन्ट अफ एक्सटर्नल कपल, ओके,
on the section कुन सेक्सनमा p dash b dash हैन किनभने पहिला हामीले सेक्सन pb लिएको थियो र लोड एड गरिसके पछाडी या वेट एड गरिसके पछाडी सेक्सन pb कहाँ गयो p dash b dash मा ओके यसको पोजिसन के भयो चेन्ज भयो सो वी हैव दिस हैन on the section p dash b dash equals अब यो भनेको कति हो यो भनेको this is force times कति हुन्छ distance है force times distance distance भनेको के हो perpendicular distance म यसलाई यसरी लेखिदिन्छु force times perpendicular distance हैन यो हो नि हैन अनि force भनेको यहाँ के हुन्छ weight हामीले के गराछ weight w एड गराछ है सो यसलाई यसरी लेख्दा भयो w र यो perpendicular distance कसरी निकाल्ने लेट्स सी हामीले अघि भनेछ हैन जस्तै यो डिस्टेन्स कति हो दिस डिस्टेन्स है यहाँ देखि यहाँसम्मको डिस्टेन्स कति हो x हो र याद गर्ने है यो p dash बाट भर्टिकली हैन यसरी हैन हाम्रो प्लेन अफ बेन्डिङ पनि के भइराछ पास भइराछ हाम्रो प्लेन अफ बेन्डिङ पनि यही छ हैन हाम्रो प्लेन अफ बेन्डिङ पनि कहाँ छ यही छ सो दिस इज प्लेन अफ के हुन्छ भने बेन्डिङ र यो हाम्रो के छ भने वर्टिकल प्लेन हो है प्लेन अफ बेन्डिङ हाम्रो के छ भने वर्टिकल प्लेन हो व्हेन वी हैव अ के हुन्छ भने होरिजोन्टल क्यान्टिलिभर मा चाहिँ प्लेन अफ बेन्डिङ जहिले पनि के हुन्छ भने वर्टिकल हुन्छ सो यो कुरा नोट गर्ने र अर्को कुरा हामीले के नोट गर्नुपर्छ भने प्लेन अफ बेन्डिङ इज सेम एज द प्लेन अफ एप्लाइड कपल हैन त यो एप्लाइड कपल जुन हाम्रो छ हैन यो के छ दिस इज इन द प्लेन अफ द बोर्ड हैन यो प्लेन अफ द बोर्ड मा छ भने प्लेन अफ बेन्डिङ पनि के छ भने प्लेन अफ द बोर्ड मा छ सो यो कुरा नोट गर्नुपर्छ है ठीक छ सो म यहाँ लेखिदिन्छु नोट भनेर हैन प्लेन अफ बेन्डिङ के छ इज सेम हैन एउटै प्लेनमा छ नि म यसरी लेख्दै यसलाई एकदम सर्टमा इज सेम एज द प्लेन अफ के हुन्छ प्लेन अफ एप्लाइड कपल सो यो हामीले नोट गर्नुपर्छ ठीक छ अब यसमा हेर्ने त यो फिगरमा हेर्यो भने व्हाट वी फाइन्ड हैन हामी के फाइन्ड गर्छौं भने विदाउट लोड हाम्रो क्यान्टिलिभर होरिजोन्टल थियो हैन यो हाम्रो एन्ड ए हो र यो हाम्रो के हो भने एन्ड बी हो ठीक छ सो म के गर्छु यसलाई यसरी माथि लान्छु ओके भर्टिकली त यसको मतलब यो दुईटा हो के फोर्स या लोड भनौं न हैन यो दुईटा फोर्स बीचको परपेन्डिकुलर डिस्टेन्स कति हो इज दिस यो डिस्टेन्स हो हैन यो हाम्रो के हो भने परपेन्डिकुलर डिस्टेन्स हो र यो परपेन्डिकुलर डिस्टेन्स कति छ दिस इज कति छ l minus x सो यसको मतलब यो परपेन्डिकुलर डिस्टेन्स कति हुन्छ इट इज l minus x हुन्छ सो वी हैव दिस ठीक छ नि सो वी हैव दिस क्लियर छ सो म यहाँ लेख्छु ओके moment of external couple है couple मैले डाइरेक्टली लेखे यसरी दिस इज w लोड या वेट या फोर्स भन्दा पनि भयो टाइम्स परपेन्डिकुलर डिस्टेन्स है l minus x so we have this क्लियर छ र हामीले थाहा छ नि हैन फर इक्विलिब्रियम को लागि हैन के हुन्छ मोमेन्ट
of external couple equals internal bending है internal bending moment र यो moment of external couple कति छ w times l minus x र internal bending कति हुन्छ Young's modulus y times I भनेको moment of inertia divided by r. So we have this. ठीक छ र यो एक्सप्रेसन मा y हाम्रो के हो दिस इज Young's modulus है of elasticity. I हाम्रो के हो this is called moment of inertia र r हाम्रो के हो है r भनेको रेडियस यो हाम्रो के हो रेडियस अफ कर्वेचर है यो हाम्रो रेडियस अफ कर्वेचर हो अब यो r लाई हामी एकचोटी बुझौं है फिगरबाट जस्तै we have this हैन यो छ हामीसँग क्यान्टिलिभर यो चाहिँ विदाउट लोड हो हैन र लोड एड गरे पछाडी क्यान्टिलिभर के हुन्छ बेन्ड हुन्छ सो वी हैव दिस हैन र यहाँनेरि बेन्डिङ चाहिँ स्मल छ र हामीले p र p डैश पॉइंट हैन लेको छ एन्ड दे आर भेरी क्लोज है एकदमै क्लोज छ याद गर्ने दे आर क्लोज मैले फेरि यहाँ लेख्छु p and p dash are close र साथसाथै b र b dash पनि के हुन्छ नजिकमा हुन्छ सो यो कुरा हामीले बुझ्नु जरुरी छ है सो यो हो भने अब के गर्ने म यो p dash को नजिकमा अर्को एउटा प्वाइन्ट लिन्छु ल लेट्स से दिस इज q है यसलाई म के भन्छु q भन्छु एउटा सानो एउटा एलिमेन्ट्री लेन्थ लिन्छु ओके सो यो सेला म यहाँबाट यसो गरौँ r भनेको चाहिँ दिस इज रेडियस अफ कर्वेचर है यस्तो खालको यो r भनेको हाम्रो रेडियस अफ कर्वेचर यो एंगललाई म थीटा भन्छु ठीक छ सो r हाम्रो के हो रेडियस अफ कर्वेचर so this is radius of curvature okay of the section हैन section at कहाँ भने p dash मा यसलाई यसरी बुझ्दा पनि भयो p र p dash नजिक छ भने radius of curvature of the section at p भन्दा पनि हुन्छ है किनभने p and p dash are very close एकदमै नजिकमा छ भने so we have this ठीक छ क्लियर छ सो यो हो भने अब यहाँ हेर्ने ल यहाँबाट हामी के गर्छौं यो एक्सप्रेसनबाट ओके हामी के गर्छौं भने 1/r यसरी लेख्छौं सो दिस इक्वल्स कति हुन्छ यो भनेको 1/r इक्वल्स w l minus x divided by yi so we have this the 11 equation number 1 so we have this ठीक छ अब यहाँ हामी एउटा सपोजिसन गरौँ ल जस्तै p र p dash है भनेको p के भयो p dash मा गयो नि आफ्टर लोड इज एडेड हैन लोड एड गरे पछाडी या वेट w एड गरे पछाडी फ्री एन्ड मा p कहाँ गयो p dash मा गयो सो यो डिस्टेंस ओके या हाइट लाई हामी के भनौं y ओके सो दिस इज डिप्रेसन है यो हाम्रो के हो भने दिस इज डिप्रेसन यो हाम्रो के हो भने डिप्रेसन हो ठीक छ सो डिप्रेसन हो भने हामी के गर्नु भने यहाँनेरि लेट y हाम्रो के हो भने दिस इज
p dash र यो भनेको हाम्रो के हो भने दिस इज डिप्रेसन ओके अफ बीम ओके डिप्रेसन अफ बीम हो है एट सेक्सन कति छ p भनेको हामीले यो सेक्सन सुरुमा कन्सिडर गरेका थियौ नि हैन विदाउट लोड ठीक छ सो वी हैव दिस अब के गर्ने ध्यान दिएर हेर है यो हो भने हामी के गर्छौं रेडियस अफ कर्वेचर को रिलेसन यहाँ लेख्छौं है म यहाँ लेख्छु वी हैव हैन स्ट्यान्डर्ड फर्म छ 1/r ओके 1/r भने कति हुन्छ दिस इज d square y by dx square by 1 plus dy by dx whole power 2 अनि यो ब्रैकेट ओके इनसाइड हामीसँग यो छ 1 plus dy by dx whole power 2 अनि यो होल ब्रैकेट को पावर कति छ 3/2 सो वी हैव दिस ठीक छ सो यो भने फेरि म यहाँ लेख्छु इफ dy by dx is small यदि यो सानो छ भने देन हैन 1/r लाई हामी यसरी लेख्न सक्छौं दिस इज d square y by dx square so we have this let us call it equation 2 यसलाई हामी इक्वेसन 2 भनौं है यसलाई हामी के भनौं इक्वेसन 2 भनौं ठीक छ सो यो हो भने अब के गर्ने र त यो 1 र 2 लाई हामी इक्वेट गर्छौं 1 र 2 लाई हामी के गर्छौं इक्वेट गर्छौं सो म लेख्छु फ्रम 1 and 2 हैन ठीक छ 1 कति छ 1/r है भनेको w टाइम्स l minus x divided by yi सो यस्तो छ w ब्रैकेट l minus x divided by yi इक्वल्स कति आउँछ d square y by dx square so we have this ठीक छ र यो इक्वेशनलाई म यसरी लेख्छु ल d by dx d by dy equals w okay by yi अनि l minus x यसरी लेख्छु ठीक छ यसलाई म यसरी लेख्छु अब यो इक्वेशनलाई हामी के गर्छौं we integrate both side है म यहाँ लेख्छु integrating above equation हैन हामी यो इक्वेशनलाई इंटीग्रेट गर्छौं इंटीग्रेट गर्यो भने कति आउँछ we get dy by dx equals w by yi okay yi अनि यहाँ कति हुन्छ we have lx minus x square by 2 plus constant of integration c1 so we get this अब हाम्रो काम के हो भने c1 फाइन्ड गर्ने हो टु फाइन्ड c1 हैन c1 फाइन्ड गर्नलाई के गर्नुपर्छ ओके लेट्स सी म यसलाई इक्वेशनको नाम दिन्छु 1 2 दिस इज इक्वेशन 3 हैन यसलाई म इक्वेशन 3 भन्छु अब यहाँ हेर्नु ल c1 फाइन्ड गर्नलाई के गर्ने भने एट हैन x equals 0 x equals 0 मा dy by dx हैन भनेको त कहाँ हो यो इन्ड a मा dy by dx कति हुन्छ 0 हुन्छ देयर इज नो डिप्रेसन हैन किनभने इन्ड a हाम्रो के हुन्छ
इन्ड हाम्रो के छ भने दिस इज फिक्स्ड, सो देयर इज नो डिप्रेसन। त्यसैले के हुन्छ भने dy by dx के हुन्छ 0 हुन्छ। यो 0 भयो भने के हुन्छ, सो यो 0 भयो भने देयरफोर कति आउँछ इक्वेसन 3 बाट हैन, c1 इक्वल्स 0 ओके फ्रम इक्वेसन 3 है, इक्वेसन 3 बाट। सो यो हो भने हामी यसरी लेख्न सक्छौं हैन, देयरफोर इक्वेसन 3 becomes है dy by dx equals w by yi bracket lx minus x square by 2. So we have this. फेरि हामी यो इक्वेसनलाई फेरि हामी के गर्छौं इन्टिग्रेट गर्छौं ओके बोथ साइड। सो म यहाँ लेख्छु इन्टिग्रेटिङ हैन, किन हामीलाई के चाहिन्छ y चाहिन्छ है, व्हाट वी वान्ट, वी हैव टु फाइन्ड y, हामीलाई y चाहिन्छ। ठीक छ, यो हामीले नोट गर्नुपर्छ है। ठीक छ, सो हामी के गर्ने यो एक्सप्रेसनलाई इन्टिग्रेट गर्ने हैन, इन्टिग्रेटिङ एबोभ इक्वेसन हैन, यसलाई इन्टिग्रेट गर्ने यसले के दिन्छ हामीलाई y इक्वल्स w by yi ओके, यहाँ आउँछ l x स्क्वायर by 2 माइनस यसले हामीलाई कति दिन्छ, यहाँ 1 by 2 मा यसरी लेखेँ x क्यूब by 3 प्लस constant of integration c2. So we have this. अब फेरि के गर्ने, म पहिला यसलाई इक्वेसन नम्बर 4 भन्नु ओके, क्वेसन नम्बर 4 हामीले c2 को भ्यालु फाइन्ड गर्नुपर्छ हैन। सो म यहाँ लेख्छु टु फाइन्ड c2 हैन, हामी के गर्छौं एट x इक्वल्स 0 हैन, x इक्वल्स 0 मा y कति हुन्छ 0 हुन्छ। ठीक छ, देयर इज नो डिप्रेसन एट फिक्स्ड एन्ड है, यो कुरा बुझ्नु जरुरी छ। यो भयो भने देयरफोर c2 इक्वल्स कति आउँछ 0, यो भयो भने सो इक्वेसन 4 बिकम्स है कस्तो हुन्छ y, दिस इज w by yi ब्रैकेट दिएर हैन, अनि l x स्क्वायर by 2 minus x cube by 6. So this is the expression for depression है। यो भनेको हाम्रो के हो डिप्रेसन को एक्सप्रेसन हो। सो म यहाँ लेखिदिन्छु y ले हामीलाई के दिन्छ, दिस गिव्स अस डिप्रेसन और के हुन्छ भने डिफ्लेक्सन। ठीक छ, यो भयो। सो यसलाई म इक्वेसन नम्बर 5 भन्छु। ठीक छ, म इक्वेसन 5 लाई रिराइट गर्छु ओके यसरी y इक्वल्स w by yi ब्रैकेट l x स्क्वायर by 2 माइनस x क्यूब by 6, यो हाम्रो के हो इक्वेसन 5 हो। सो वी हैव दिस इज इक्वेसन 5 हैन। यो अब यहाँ के गर्ने, म एकचोटि फिगर फेरि बनाउँछु ओके, यसलाई यसरी हेरौँ ए बी हैन, यो हाम्रो फिक्स्ड एन्ड हो, यो हाम्रो फ्री एन्ड हो र लोड गरे पछाडि ओके हैन, वी हैव दिस, यस्तो हुन्छ हैन। यो भयो भने यो के हो, दिस इज म्याक्सिमम डिप्रेसन हैन, अघि पनि मैले भनेको थिएँ यो हाम्रो डिप्रेसन हो। कस्तो खालको डिप्रेसन हो, म्याक्सिमम डिप्रेसन हो है। यो भनेको हाम्रो के हो भने दिस इज मैक्सिमम डिफ्लेक्शन और डिप्रेशन है।
सो यो डिस्टेन्स कति हो हाम्रो एल हो हामीले अघि के गरेका थियौ पॉइंट पी यहाँ कन्सिडर गरेका थियो हैन दिस इज पॉइंट पी और यहाँनिर पी डैश हैन अनि यो कति डिस्टेन्समा छ हैन यहाँबाट हामीले हेर्यो भने प्लेन अफ बेन्डिङ यहाँबाट पास भइरहेछ हैन यो कति डिस्टेन्समा छ दिस इज एट डिस्टेन्स x हैन सो x डिस्टेन्समा हामीले के गरेका थियौ अघि डिप्रेसन कति बनाएको थियो x डिस्टेन्समा डिप्रेसन कति छ y छ सो अब के गर्ने एट x इक्वल्स l यो डिस्टेन्समा के हुन्छ हैन यो डिस्टेन्समा y हाम्रो के हुन्छ मतलब यो एक्सट्रीम हैन यो फ्री इन्डमा भनौं न यो फ्री इन्डमा हाम्रो y के हुन्छ म्याक्सिमम हुन्छ र त्यो म्याक्सिमम भ्यालुलाई हामी के भन्ने डेल्टा सपोज गर्ने हो के सो यो हो भने देयरफोर फ्रम इक्वेशन 5 हैन डेल्टा ओके सो व्हाट इज दिस दिस इज maximum depression हैन सो यो बराबर कति आउँछ दिस इज w by yi ब्रैकेट दिएर l अनि x इक्वल्स कति छ l सो वी हैव l स्क्वायर by 2 माइनस l क्यूब by 6 सो यसलाई हामीले सिम्प्लिफाई गर्यो भने डेल्टा इक्वल्स w by yi अनि सिम्प्लिफाई गरौँ l cube by 2 minus l cube by 6 okay र हामी फर्दर सिम्प्लिफाई गर्यो भने we get w by yi so यसलाई यसरी लेख्छु म so finally हामी यसरी लेख्न सक्छौं हैन डेल्टा इक्वल्स w l cube by 3 yi so this is the final expression हैन र यसले हामीलाई के दिन्छ म्याक्सिमम डिप्रेसन दिन्छ ओके म्याक्सिमम डिप्रेसन अफ द लोडेड इन्ड है किनभने यो इन्ड भनेको हाम्रो के हो भने लोडेड इन्ड हो सो वी हैव दिस